आमदा हस्पिटल दमक हस्पिटलको यात्रामा हामी पहिला नै हाम्रो चाहिँ चिन्जान भएको हाम्रो चाहिँ नारायण सर र पोल्ट्री फारममा काम गर्दाखेरि नै हामीसँग चिन्जान भएर चाहिँ आत्मीयता बढाउँदै साथ बढाउँदै दाजुभाइ नातेका छौँ र हामी नारायण सर र म आज च्याट्ट लाएर आमदा हस्पिटल गएको थियौँ हल्का होल बडी चेकअपको लागि, किनभने स्वास्थ्य बिमा। तर होल बडी चेकअप गराउनको लागि चाहिँ गाइस धेरै नै सङ्घर्ष गर्नुपर्ने रहेछ यहाँनिर सरकारी हस्पिटलमा। दिनभरि बिहान 7 बजेबाट हिँड्नेदेखिको बेलुकाको 5 बजे 6 बजेसम्म चाहिँ हाम्रो आमदा हस्पिटलमा बित्यो। अहिले चाहिँ लिफ्टमा हामी सालदाई र म चाहिँ लिफ्टमा चढिरहेको अवस्था छ गाइस। लिफ्टमा चढ्दा हल्का रिङ्गाटा लागे जस्तो पनि हुनेछ। पहिलोचोटि चाहिँ चढेको हो, म चाहिँ खासै चढेको थिइनँ, म यस्तो लिफ्ट सिटबाट हिँडेको छैन। पहिला एकचोटि गोर्खा डिपार्टमेन्टमा चढेको थिएँ, त्यस पछाडि अहिले आमदा हस्पिटलमा चढिरहेको छु गाइस है त। चट्ट यो चाहिँ अहिले हाम्रो काउन्टर, यो हाम्रो बिलिङ अनि हाम्रो दर्ताको लागि यहाँनिर रहेको छ। बाहिरको यो हाम्रो आमदाभित्रको चाहिँ दृश्य हो। अहिले सबै सिस्टमेटिक तरिकाले लयबद्ध तरिकाले चाहिँ अगाडि काम चलिरहेको छ। होइसेरी सिस्टम ल्याएको छ, धरानको जस्तै छ। धरानमा पनि यस्तै छ। यहाँ पनि यो काउन्टर रहेको छ। यो बाहिरको ब्याक दृश्य छ, यो हाम्रो हस्पिटलभित्र, तर हस्पिटलको गेटभित्र, तर हस्पिटलदेखि बाहिरको दृश्य हो। अघि सुरुको हाम्रो माथिपट्टिको दृश्य है त गाइस। सबैजनाले कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो चाहिँ मजाले चाहिँ कमेन्ट गर्नु होला, सब्सक्राइब पनि गरिदिनु होला ल। 10-12 जनातिर सेयर गरिदिनु होला हाम्रो भिडियो है ल। यो आमदाको बाहिरपट्टिको चाहिँ नि काउन्टर अगाडिपट्टिको चाहिँ साइड रहेको छ। पहिलाको काउन्टर परतिर देखिँदैछ, परतिर हो। यो माथिपट्टि नेपालको झन्डा पनि राखिएको छ गाइज ल गाइज सर। हेलो गाइज, नमस्कार, वेलकम, स्वागत छ सबैजनालाई। एन्ड आज चाहिँ चट्ट घाम लागिरहेको छ। हट डे छ आज, हट डे, समर डे। विन्टरलाई जित्यो, समर डे आइसकेको छ गाइज ल। हेर्नुलाई घाम लागेको छ, हेर्न सक्नुहुन्छ गाइज, हेर्नु होला गाइज। यहाँ यस्तो अवस्था छ गाइज, यस्तो अवस्था छ, हेर्न सक्नुहुन्छ गाइज। देखाइरहेको छौँ हामी, यस्तो अवस्था छ झापामा भनेर चाहिने जम्मा हाम्रो चाहिँ ऋषि धमलाजीले भने जस्तै मैले पनि भनिदिइहालेको गाइज। अब यहाँ खेतबारीमा म चाहिँ अहिले टन्टलापुर घाम लागेको बेला घुमिरहेको छु। यहाँनिर हाम्रो एकजना किसान दाजु हुनुहुन्छ। यो किसान दाजुलाई तपाईँहरू के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। यो किसानले धान नफलाइकन माथि कुर्सीमा बस्ने यदि ठुटी नेता भुँडेहरूले कसरी भात खान्छन्, यो हाम्रो किसानलाई सोध्नु पऱ्यो म ल गाइज। सबैजनाले कमेन्ट गर्नु। हेलो गाइज, वेलकम, स्वागत छ ल। सबैजनालाई वेलकम, स्वागत छ हाम्रो ग्रेट फ्युचर टिभी युट्युब च्यानलमा ल। सबैजनालाई नमस्कार छ। अनि सबैजना बसेर हेर्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा स्वागत छ। आज चाहिँ खतरा एउटा प्र्याङ्क गर्न जाँदैछु ल। यहाँनिर प्र्याङ्क भन्दा पनि एउटा हाम्रो चाहिँ खतरा वार्तालाप हुनेछ। यहाँ एउटा हाम्रो एकजना बडाउ यहाँ माथि चाहिँ के भन्छ खेत खनिरहेका छन् यहाँनिर चट्ट होइन। म चाहिँ अब हाम्रो के हुँदैछ त यहाँ भन्दाखेरि यहाँ हाम्रो चैते धान रोप्ने कार्यक्रम हुँदैछ। अनि अब हामी यहाँ चाहिँ एकजना यहाँ मासतिर बडाउ हाम्रो ठुलो चाहिँ मासतिर हाम्रो खेत खन्दैछन्, पानी कटाउँदैछन्। अब त्यहाँ गएर हल्का गफ दिनु पऱ्यो होइन ल, गफ जोत्नु पऱ्यो हल्का। अब दिउँसोको समय हाम्रो खेत खनिएको छ सर। यो अहिले आज बिहान, यो हिजो बेलुका र आज बिहान यो सबै आली भित्ता खनिसकेर सरसँगले होइन। म चाहिँ यहाँ भिडियो खिच्नु पऱ्यो भनेर जाँदैछु। अनि अब सर र यहाँ पर हेर्न सक्नुहुन्छ, पारिपट्टि हाम्रो बाबा चाहिँ यहाँ माथिपट्टिबाट यहाँ खेतमा खोइ के लिएर आउनु, के को बोरा ओसार्दै हुनु रहेछ घट्टापट्टि माथिपट्टि होइन। यो बोरा ओसार्दै हुँदो रहेछ उहाँनिर, मैले देखेको थिइनँ। उता यो परको फ्याक्ट्री छ, यो फ्याक्ट्रीमा काम गर्दै हुनुहुन्छ हाम्रो बा चाहिँ बा। अनि त्यहाँबाट यहाँ एउटा घर पनि बनिदिइरहेको छ। अनि हामी चाहिँ यो खेत दाजुभाइ चाहिँ यो खेतबारी खन्दैछौँ। यो खेतबारीमा चाहिँ उयो लाउने हाम्रो चैते धान अहिले लगाउने उयो छ प्रोसेस, हाम्रो चैते धान लगाउँदैछौँ। सबैजनाले हेर्नु होला, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। अनि म चाहिँ अब यहाँ जाँदैछु, यहाँनिर सर र जाँदैछु यो बाबे भट्टामा। अब के भन्छन् यिनले, किन यिनको रियाक्सन सुन्नु पऱ्यो। यहाँ पानी कटाइरहेको छन् आज। यो बाँधो नजतिकन हेर्नुलाई तोरी उठाएर यत्तिकै डढाएको छ। यो मकै रोपेको छ यहाँनिर। यता हाम्रो छिमेकी, हामी चाहिँ यहाँ जम्मा हाम्रो घर चाहिँ विकटमा छ है त गाइज, हेर्नु ल। यता वरिपरि काहीँ केही नै छैन। यहाँनिर एउटा घर छ, यहाँनिर एउटा घर छ, यहाँनिर एउटा घर छ, त्यहाँनिर एउटा घर छ, अरू घर पनि छैनन् होइन ल। छोरीले पनि छोडेर हिँडी गए, भात अब खानै पर्यो।
के गर्नु के गर्नु यस्तै छ किसानको जिन्दगी फरुवा हान्नु छ ल के गर्नु अब ल गाइस ल यस्तै छ गाइस हेर्नु ल यसरी हेर्नु त हामी यसरी काम गरे पछाडि पो बल्ल ज्यान दह्रो हुन्छ स्वास्थ्य पनि हुन्छ शरीर फुर्तिलो हुन्छ उहाँ माथि कुर्सीमा बसेको छ भुँडी ढल्काएर चाहिँ एसीमा चाहिँ बसे पछाडि अनि त्यहाँबाट 50 वर्ष बाँच्ने 25 वर्ष मर्या छ है ल गाइस